स्याम्पूबाट तलको ओह्रालो हो यो चाहिँ। अनि यहाँबाट मान्छेहरू जानुहुन्छ। हामी पछाडिको गेटबाट आएको। यो चाहिँ ट्याक्कै हाइवेबाट सर्टकट पनि गइन्छ, गाडीबाट त्यो भयो। त्यो गेटबाट चाहिँ माथि गइन्छ, स्याम्पू गइन्छ माथि। त्यो हो गाडीबाट है। यो भिडियो पार्ट 3 हो। यो अन्तिम पनि हो यो ठाउँको। पार्ट 1 र पार्ट 2 आइसक्यो हो। यो पार्ट 3 हो। त्यसैले यसलाई स्याम्पूको हाम्रो अन्तिम भिडियो भन्न पर्छ। हामी अहिले ठ्याक्कै त्यो हेर्न जान्छ ओह्रालोबाट गाडीबाट छोडेर अगाडि बेच्छ सामानहरू। यो जादु के गर्दो रहेछ हामी त्यहाँ यो जादुवालाले जादु देखाउन थालेको ठाउँ रहेछ यहाँ। त्यो भएर जम्मा भएको छ अगाडि त्यसरी हेर्दैछन् यो जादु अगाडि हेर्नु Keska hallo kita na ni tayo no. Dui din tayo. Kulfi. Oh, di sa ini ka, sorry dili. Jam na na. Eh ya hai leo. Ini yang dah जादुवाले के गर्दो रहेछ भनेर म पनि एकछिन त्यहाँ लागेँ र यस्तो देखियो। म भन्दा उही बोलेको मान्छे थियो क्या हेर्नुभयो भने मान्छे थियो त्यसलाई बाँधेर राखे के रहेछ तपाईँहरूले थाहा पाउनुहुने नै छ। भाइ खुच्चे यता गाइदेऊ तिमी नगाउने म गाइदेऊ ल गाउ आउँदैन। तपाईँ बोल्यो मैले यताउति हेर्दा त्यो भाटाले हानेको छ। सायद भाइसँग रिसाइएर आउन सक्छ। त्यो भाटा हेर्नु है सिधा हाने त छैन नि। ओए भाइ भाइ ताली बजाउने म डमरू बजाउँछु हुन्छ अहिले होइन दिन भनेपछि है। त्यसलाई सिधा सुन त्यसलाई उचाल्न भाइ मेरो कुरा सुन नि। त्यसलाई उचाल्न सक्छ सकेन भने मलाई भन्नु माग्छु है। यत्रो मान्छेको अगाडि बारम्बार बोलेको छु भाइले भेट्यो अनि भित्र हात हाल भनेको मैले छामछुम गर भनेको मोरा यताउति नगर सिधा झेप्पो समात सर्प बनाइदिउँ। यो भाइ हेर्दा कति बेला झस्किन्छ त हौ। के भन्नु होला यो सबै जाति हुने सक्रियताको त्यो कचौराभित्र छ है। यो कचौराको सामान मसँग यहाँ भएन भने यस्तो जादु देखाउन सक्दिनँ। के छ तपाईँलाई अहिले म बाँडिदिन्छु यसमा भएको चिज लिएर जानु होला। र सिधा समय राख सर्प बनाइदिन्छु। यसरी बाँधे घाट सबैले खोलिदिनुहोस् न। बाँधे घाट सबैले खोलिदिनु है। हात खोल्न यसरी बाँधे घाट चाहिँ खोलिदिनुहोस् भाइ। बाँधेको हात चाहिँ किन खोल भनेको भन्नु होला सबैजना जादुवालाको एउटा कमजोरी हुन्छ कि भाइ। कसैको चप्पल जुत्ता उल्टो पार्यो भने कमजोरी हुन्छ भने मेरो चाहिँ यसरी हातमा बाँधिदिनु न। बाँधे घाट सबैले खोलिदिनुहोस् न। बाहिरबाट हल्ला चाहिँ नगरिदिनुहोस् है। सर्प बनाइदिइहाल्छु बाहिरबाट हल्ला चाहिँ नगरिदिनुहोस् है। लामा सान बाँधे घाट खोलिदिनु न। बाहिरबाट लाबन्द आउनुहोस् त सर्प बनाइदिइहालौँ। लामा सान इन्द्रजाल बनाइदियो मात्र 5-10 मिनटको लागि। 2 हात लामो 2 हात लामो 3 अम्लो चौडो स्नेक कोब्रा। यो जादु हेरिसकेपछि एउटा कुरा मनमा चाहिँ लाग्यो। के लाग्यो भने यदि रबरको सर्प के गरेर जिउँदो भएर भाइलाई टोक्यो भने आफ्नै आँखा अगाडि कसरी यसले तर टोकेर आँखा मर्यो भने छलेर यस्तो काम गर्न सक्छ
भन्न खोजेको मतलब के पनि हुँदैन भनेको ल जादुका मन्त्रहरू त सबैजना बाहिरबाट हल्ला बन्द आउनुहोस् तल पढाइयो मसा साँच्चीकै हुँदा रहेछन् कि मन्त्रले काम गर्दो रहेछ कि जादु मात्र हुन्छ भने अरूमा पनि हुँदो होला कि विभिन्न किसिमका कुण्डली मेरो मनमा चाहिँ जादु हेरिसके पछाडि अब हुन त जादुलाई अनेक रूप दिनलाई एउटा हान्ने काम है अलिकति भुइँबाट माटो टिप्यो डर लाग्यो भन न डर लाग्यो भने ल भुइँबाट माटो टिप्यो यो डब्बामा छौ यहाँनिर छौ यहाँबाट यसरी 3 जोडी गोलो घेरा लाग्यो लाग्यो बाहिर निकाल्ने यसलाई निकाल्न भाइ मैले सक्दैन भाइले छोडेको भाइले आफैले हात हाल्यो हात नहाल्यो डर लाग्छ बाहिरबाट समाउने हो त समाउने हो उतापट्टि जाऊ उतापट्टि यसरी बस त म जसरी भाइले अहिलेसम्म खोलामा माछा समातेको छ कि छैन माछा समाते जस्तो यसरी समाउने हेर म समातेर दिन्छु है त म झ्याप्पै टाउको समातेर दिन्छु झ्याप्पै टाउको समाउ है त यसरी समाउने हेर एउटा कि झ्याप्पै टाउको टाउको भनेको काम मेरो समय अनि मैले समातेर दिन्छु भाइलाई डर लाग्छ भनेर झन् मैले समातेर दिउँला भने काम मेरै अठाइरहेको यसले तिमीलाई झम्टेको कि माया गरे चिनेर होला कि नचिनेर नचिनेर हो भनेर साले म लड्छु म लड्छु ल कमाथि कमाथि म तल म तल म माथि यो तल माथि यो तल अनि म माथि म माथि त तल लड्छु आइज भाइ छोड तिमीले सर्व निकाल्न सक्छ सक्दैन तिम्रो लैलेमा लाग्यो भने मैले पनि सक्दिनँ मैले थाहा पाइसकेँ सर्व निकाल्ने मान्छे यस्तो हुँदैन अरूमा आफै हात हालेरमा आफै बाहिर निकालिदिउँ हुन्छ र तिमी उयो जालीमा गएर बस आनन्दले यतापट्टि राखेर बस म आफै हात हालेर लताली पड्काइदिउँ त म आफै हात हालेर म आफै बाहिर निकालिदिउँ अलि जोडले पड्काइदिउँ जाली पड्का भनेको पाटाङ पुटुङ एउटा सर्व त धेरै डेन्जर आएको छ त भाइ